हेलो एभ्रिवान, आजको भिडियोमा सबैजनालाई स्वागत छ। आज चाहिँ हामी इकोनोमिक एप्लिकेसन अफ डेरिभेटिभ्स पढ्न गइरहेका छौँ। डेरिभेटिभ्स चाहिँ इकोनोमिक्समा एकदमै वाइडली युज हुन्छ अनि यसको मेन इम्पोर्टेन्स भनेको नै डिसिजन मेकिङमा हो। र फर्स्टमा चाहिँ हामीले कमन भेरिएबल्स के युज हुन्छ त्योबाट चाहिँ स्टार्ट गर्न गइरहेका छौँ है त। सबसे सुरुमा प्राइस हो। प्राइसलाई पी क्यापिटल पीले डिनोट गरिएको हुन्छ अनि क्वान्टिटीलाई क्यापिटल क्यू अर स्मल क्यूले डिनोट गरिएको हुन्छ। त्यस्तै रेभिन्यूलाई आर भनेर डिनोट गरिएको हुन्छ। अब हामीले रेभिन्यू सम्झिँदा के सम्झिनुपर्छ भने रेभिन्यू भनेको जहिले पनि प्राइस र क्वान्टिटीको प्रोडक्ट हो है, त्यो भनेको पी इन्टु क्यू। अनि अर्को कस्टलाई जहिले पनि सीले डिनोट गरिएको हुन्छ। सिमिलरली त्यसै गरी कन्जम्सनलाई पनि सीले नै डिनोट गरिएको हुन्छ। यो चाहिँ हामीले एकदमै याद राख्नुपर्छ है त। अनि अर्को भनेको युटिलिटीलाई युले डिनोट गरिएको हुन्छ अनि सेभिङ्सलाई एसले डिनोट गरिएको हुन्छ। यहाँसम्म एकदमै सजिलो छ। आई होप सबैजनाले यो बुझ्नुभयो होला है। अब हामी अगाडि बढौँ। अगाडि बढ्दाखेरि हामीसँग छ इन्भेस्टमेन्ट। इन्भेस्टमेन्टलाई क्यापिटल आईले डिनोट गरिएको हुन्छ अनि इन्कमलाई भने वाईले डिनोट गरिएको हुन्छ। लेबरलाई एलले डिनोट गरिएको हुन्छ अनि क्यापिटललाई फेरि केले डिनोट गरिएको हुन्छ। यहाँ चाहिँ हामीले ध्यान दिउँ है, इन्कमलाई वाईले क्यापिटललाई केले अनि प्रोडक्सन आयो। प्रोडक्सनलाई चाहिँ क्यूले डिनोट गरिएको हुन्छ है, क्वान्टिटी जसरी नै क्वान्टिटीमा प्रड्युस गर्ने भनेर हामीले सम्झिनु पर्यो। अनि प्रॉफिटलाई फेरि पाईले डिनोट गरिएको हुन्छ। प्रॉफिटलाई पाईले डिनोट गरेको हुन्छ। प्रॉफिट भनेको के हो? टोटल रेभिन्यू माइनस टोटल कस्ट, त्यो भनेको टीआर माइनस टीसी हो है। अब रेट अफ इन्ट्रेस्टलाई सजिलो छ याद गर्न कि आरले रेट अर स्मल आईले इन्ट्रेस्टको त्यसरी याद गर्न सजिलो हुन्छ। यसरी डिनोट गरिएको हुन्छ। टोटल कस्टलाई टीसी भनेर डिनोट गरिएको हुन्छ भने एभरेज कस्टलाई एसी भनेर डिनोट गरिएको हुन्छ। अब हामीले के याद गर्नुपर्छ भने जहिले पनि एभरेज अर मार्जिनलको केसमा एभरेजमा जहिले पनि त्यसलाई चाहिँ क्यूले डिभाइड गरिएको हुन्छ र मार्जिनलमा चाहिँ डेरिभेटिभ गरिएको हुन्छ। अब यहाँ एभरेज कस्ट भनेको टोटल कस्ट बाई क्यू है त। यो भनेको नै चाहिँ हाम्रो के हो? एभरेज कस्ट हो। सिमिलरली एभरेज रेभिन्यूलाई एआरले डिनोट गरिएको हुन्छ है। अनि एभरेज रेभिन्यू भनेको के हो त भन्दाखेरि एभरेज रेभिन्यू भनेको टोटल रेभिन्यू बाई क्यू। अनि एभरेज कन्जम्सनलाई चाहिँ एसी मान्यौँ, त्यो भनेको टोटल कन्जम्सन सी डिभाइड बाई वाई है त। सी डिभाइड बाई वाई हो। अनि अर्को कुरा, अघि हामीले यहाँ कन्जम्सनलाई के भनेको थियौँ? सी भनेको थियौँ, जुन भनेको कस्ट पनि हो। फेरि रिभिजन गरिमाले, जुन भनेको कस्ट पनि हो। ल अब अर्को गरौँ हामी एभरेज रेभिन्यू। एभरेज रेभिन्यू भनेको टीआर हो। टीआर भनेको के हो? टोटल रेभिन्यू भनेको प्राइस इन्टु क्वान्टिटी हो, डिभाइड बाई क्यू हुँदाखेरि क्यू कटेर के हुन्छ? पी निस्किन्छ। त्यही भएर एभरेज रेभिन्यू भनेको पी पनि हो है, त्यो पनि याद गर्नु पर्यो। अब मार्जिनल कस्ट एमसी। एमसी हुने बित्तिकै के हुन्छ भनेको थिएँ मैले? डेरिभेटिभ हुन्छ। एमसी भनेको डिटिसी बाई के होला? डिटिसी बाई हो डिक्यू है त। अनि सिमिलरली मार्जिनल रेभिन्यू एमआर। एमआर भनेको के हो? मार्जिनल रेभिन्यू, त्यो भनेको डी टीआर बाई डी
क्यू भयो। अब यसलाई डी टिआर भनेको के हो? टिआर भनेको मैले माथि यहाँ लेखिसकेको छु, टोटल रेभिन्यू भनेको प्राइस इन्टु क्वान्टिटी हो। हामीले त्यही भ्यालु यहाँ हाल्न सक्छौँ है त। अब म त्यसलाई नै हाल्छु, त्यो भनेको पी इन्टु क्यू बाई डी क्यू। यसो गर्दा अलिकति सजिलो हुन्छ होला। स्मल क्यू लेखेको छु नि त मैले यसमा होइन, डी क्यू हो है त। यो तपाईँहरूले बुझ्नुभयो होला। अब अर्को छ मार्जिनल युटिलिटी, त्यो भनेको एमयु। मार्जिनल युटिलिटी, मार्जिनल भन्ने बित्तिकै के हुन्छ? डेरिभेटिभ हुन्छ। के को डेरिभेटिभ? यहाँ युको बाई डिक्यू। सिमिलरली हामीसँग छ मार्जिनल प्रोपेन्सिटी टु कन्ज्युम एमपिसी, मार्जिनल प्रोपेन्सिटी टु कन्ज्युम। यसमा चाहिँ के हुन्छ? डेरिभेटिभ सीको, कन्जम्सनको। मैले अघि पनि यहाँ माथि लेखिसकेको छु नि होइन, कन्जम्सनको इन्टु केले हुन्छ? यसमा चाहिँ अलिकति डिफ्रेन्ट छ, डिवाईले हुन्छ, डिवाईले हुन्छ है त। यहाँ हामीले अलिकति ध्यान दिउँ है, एभरेज कन्जम्सनमा पनि हामीले वाईले डिभाइड गरेको थियौँ। हेर्नु है, यो कस्ट हेरमा क्यू थियो, कन्जम्सनमा आएपछि वाई भयो, कन्जम्सनमा आएपछि के भयो? वाई भयो है त। अब मार्जिनल प्रोपेन्सिटी टु सेभ, मार्जिनल प्रोपेन्सिटी टु सेभ भनेको एमपिएस भयो। मार्जिनल प्रोपेन्सिटी टु सेभलाई चाहिँ हामीले कसरी गर्छौँ भन्दाखेरि, कसरी गर्छौँ होला त? यसलाई चाहिँ हामीले 1 माइनस एमपिसी गर्छौँ है त। मार्जिनल प्रोपेन्सिटी टु कन्ज्युम प्लस मार्जिनल प्रोपेन्सिटी टु सेभको टोटल चाहिँ 1 हुन्छ होइन। 1 टोटल एज अ होल भयो। त्यति मध्ये कति पर्सेन्ट उसले कन्ज्युम गर्यो र कति पर्सेन्ट सेभिङ गर्यो भनेर चाहिँ 1 निस्किने हो कि, जसलाई चाहिँ 100% मानौँ न होइन। त्यही भएर एमपिएस भनेको चाहिँ 1 माइनस एमपिसी हो है। अब इलास्टिसिटी अफ डिमान्ड आयो। यो इलास्टिसिटी अफ डिमान्ड भनेको चाहिँ के होला? हामीले अगाडि पनि थ्योरीमा पनि पढिसकेका हुन्छौँ। यो भनेको चाहिँ प्राइसमा कस्तो किसिमले चेन्ज भएको हुन्छ, त्यसले चाहिँ रिलेटिभ चेन्ज डिमान्डमा कस्तो ल्याउँछ भनेर इलास्टिसिटी अफ डिमान्डले चाहिँ हामीलाई जनाउँछ है त। अब यो इलास्टिसिटी अफ डिमान्डको चाहिँ यो भनेको चाहिँ डेल क्यू बाई क्यू डेल पी बाई पी हो। अब यसलाई हामीले क्रस मल्टिप्लाई गर्दा के निस्किन्छ? पी डेल क्यू बाई क्यू डेल पी निस्किन्छ। अब यसलाई चाहिँ लिमिटिङ केसमा हो भने चाहिँ कसरी लेख्ने त? यसलाई लेख्छौँ लिमिट डेल पी टेन्स टु 0 डेल क्यू बाई डेल पी इक्वल्स टु डी क्यू बाई डिपी होइन। यहाँ पी भनेको चाहिँ के हो त? पी भनेको डिमान्ड फङ्सन हो है त। फर अर्डिनेरी केसमा चाहिँ अर्डिनेरी डिमान्ड फङ्सन है, इलास्टिसिटी अफ डिमान्ड विल बी नेगेटिभ। अब त्यसरी नै अर्को इलास्टिसिटी अफ सप्लाई, जुनलाई चाहिँ डिनोट गरिन्छ इएसले। इलास्टिसिटी अफ सप्लाई भनेको के हो भन्दाखेरि रिलेटिभ प्राइसमा चेन्ज हुँदाखेरि चाहिँ
रिलेटिभ चेन्ज इन सप्लाई कस्तो हुन्छ, रिलेटिभ चेन्ज इन प्राइसले गरेर चाहिँ सप्लाईमा चाहिँ कस्तो चेन्ज देखिन्छ भनेर चाहिँ इलास्टिसिटी अफ सप्लाईले जनाउँछ। अब यो इएस को फर्मुला चाहिँ के रहेको छ भन्दाखेरि डेल क्यू बाई क्यू अपन डेल पी बाई पी। अब एरेन्ज गर्दाखेरि पी बाई क्यू इन्टु डेल क्यू बाई डेल पी है। हियर पी इक्वल्स टु सप्लाई फङ्सन, त्यो चाहिँ हामीले याद गर्नु पर्यो। अनि फर नर्मल सप्लाई फङ्सन ES will be पोजिटिभ है त। अगाडिको केसमा के थियो, इलास्टिसिटी अफ डिमान्ड नेगेटिभ थियो, यहाँ आएर चाहिँ इलास्टिसिटी अफ सप्लाई चाहिँ पोजिटिभ छ। अब अर्को कुरा हामीले के ख्याल राख्नुपर्छ भन्दाखेरि यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ, अफन एक्जामहरूमा पनि सोध्न सक्छ कि यो कुरा चाहिँ। यो भनेको चाहिँ रिलेसनसिप बिट्विन marginal revenue, average revenue and elasticity of demand। यो चाहिँ क्वेसन पनि सोधिरा हुन्छ। अब हियर है त हामीलाई के थाहा छ भने टोटल रेभिन्यू भनेको के हो, टिआर और आर है, आर जे भने पनि टिआर और लेखौँ, यो फेरि डिवाइड भएको हो कि भनेर कन्फ्युज हुन सक्छ। टिआर और आर होइन इक्वल्स टु के हो त, प्राइस इन्टु क्वान्टिटी हो। अब मार्जिनल रेभिन्यू त्यसले भनेको चाहिँ एमआरले डिनोट गर्छ होइन। के कसरी डिराइभ हुन्छ, यो हो नि होइन। अब हामीलाई थाहा छ टिआर भनेको के हो, प्राइस इन्टु क्वान्टिटी हो बाई डिक्यू होइन। अब एमआर भनेको के हो त, फर्मुला लगाउँछौँ कि हामी, प्रोडक्ट रुल लगाउँछौँ, पी डिक्यू बाई डिक्यू प्लस क्यू डिपी बाई डिक्यू भयो। और मार्जिनल रेभिन्यू भनेको पी डिक्यू बाई डिक्यू त 1 हो नि त होइन, पी मात्रै भयो। अब यो भनेको क्यू डिपी बाई डिक्यू भयो है त ल। अब और एमआर इक्वल्स टु के हुन सक्छ, यहाँ पी भयो होइन। अब क्यू भनेको के हो, यहाँ भ्यालु हाल्नु पर्यो नि त होइन। पर्खिनु है त, म यहाँ अलि मजाले गर्छु कि। हामीसँग इलास्टिसिटी अफ डिमान्डमा के थियो अघि, पी बाई क्यू इन्टु डिक्यू बाई डिपी थियो होइन, इलास्टिसिटी अफ डिमान्ड भनेको। अनि 1 बाई इलास्टिसिटी अफ डिमान्ड हो। अब यसलाई उल्ट्याउने हो भने होइन, यो सबैलाई उल्ट्याइदिनु त, क्यू बाई पी डिपी बाई डिक्यू हुँदो रहेछ नि होइन। यो हामीले यहाँ याद राखिराखौँ है त। अब यहाँ हामीसँग के छ, डिपी बाई डिक्यू छ, यहाँ पनि छ हामीसँग त्यो होइन, क्यू अलरेडी छ होइन। अब पी छैन, यो टर्ममा पी छैन, तर यो टर्ममा पी छ होइन, यो टर्ममा पी छैन तर यो टर्ममा पी छ। अब यो केसमा हामीले के गर्न सक्छौँ त, यो केसमा हामीले के गर्न सक्छौँ,
यो केसमा हामीले गर्न सक्छौँ p by p q dp by dq गर्न सक्छौँ। यो भनेको त 1 हो नि त हैन। अब यहाँबाट p कमन आउन सक्छ 1 भयो प्लस यहाँ q by p हुन्छ dp by dq है त। यहाँ म तपाईहरुलाई बुझाउँछु है त ल। यो p by p छ नि, p by p काटेर अन्तिममा 1 हुन्छ। 1 इन्टु q त यो मतलब एज इट इज माथिको जस्तै त हुने हो नि हैन। मैले चाहिँ यसमा चाहिँ कसरी कमन के गर्दा चाहिँ कमन यो टर्मसँग ल्याउन मिल्छ भन्दाखेरि p हाल्न सकिन्छ। यहाँ p हाल्ने स्कोप छ हैन। अनि त्यसो गर्दाखेरि p कमन भयो हैन। अनि एउटा p यता अगाडि राख्यो अनि q by p जस्ताको जस्तै भयो अनि यो आयो है त ल। और mr इक्वल्स टु अब यहाँ हेरौँ त इलास्टिसिटी अफ डिमान्डको के थियो? इलास्टिसिटी अफ डिमान्ड भनेको यही हो नि हैन। तर उल्टोबाट हो। उल्टोबाट हो नि हैन। मतलब 1 by ed यहाँ हेर्नु त यो ठ्याक्कै आयो हैन। अब त्यही भ्यालु हाल्छौँ p जस्ताको जस्तै 1 प्लस q by p भन्छ सरी 1 by इलास्टिसिटी अफ डिमान्ड हामीले हाल्यौँ है त। अब सिन्स p इक्वल्स टु AR एभरेज रेभिन्यू, एभरेज रेभिन्यू भनेको पनि p हो भनेर अघि मैले सिकाइन होला। अब यो चाहिँ कसरी भयो भन्दाखेरि एभरेज रेभिन्यू भनेको टोटल रेभिन्यू बाइ q हो। टोटल रेभिन्यू भनेको p इन्टु q बाइ q हुँदाखेरि यो गरेर p हो नि त हैन। यो सम्झिरहनु पर्यो है त। mr भनेको के हो त? mr भनेको त यो p को ठाउँमा AR राख्न मिल्यो हामीले जस्ताको जस्तै। अब 1 प्लस 1 बाइ ed भयो नि हैन। अब त्यसपछि mr भनेको एभरेज रेभिन्यू। अब यहाँनेरि त्यसमा पनि हामी त्यसलाई ed प्लस 1 बाइ ed गर्न सक्छौँ है त। यो कसरी गर्न सक्छौँ भन्दा क्रस मल्टिप्लाई गरेर गरेको है त। क्रस मल्टिप्लाई सरी क्रस मल्टिप्लाई भनेछु त्यो के भन्छ त्यसलाई कस्तो मलाई भन्न आएन हौ। जे होस् हामीले ed ले चाहिँ 1 लाई मल्टिप्लाई गरेर यो टोटलमा चाहिँ हामीले ed ल्यायौँ के। अनि अब यहाँ हेरौँ यो केसमा चाहिँ के गर्छौँ? अब चाहिँ हामीले गर्छौँ यहाँ AR ed प्लस 1 बाइ ed हैन। यो कसरी आयो भन्नुहुन्छ भने यो r यता आउँदा त डिभिजनमा जान्छ नि त हैन। यो यता जाँदा मल्टिप्लाईमा जान्थ्यो त्यही हो के। यहाँ और गरौँ अब और गरौँ है त। mr बाइ AR भनेको के भयो? ed प्लस 1 बाइ ed इलास्टिसिटी अफ डिमान्ड बाइ इलास्टिसिटी अफ डिमान्ड भयो हैन। अर्को सरी अर्को यो त लेखिसकेँ मैले। अर्को भनेको चाहिँ एभरेज रेभिन्यू भनेको अब यसलाई फेरि उल्ट्याउनु पर्यो है त। कताबाट उल्ट्याउने? यताबाट सजिलो हुन्छ कि यताबाट हेरौँ है त। त्यो भनेको mr हैन। अनि माथि इलास्टिसिटी अफ डिमान्ड बाइ डिमान्ड प्लस 1 यो चाहिँ यताबाट हेर्नु त AR जस्ताको जस्तै यो चाहिँ यसलाई डिभाइड गर्न पुग्यो के। अनि मुनिको ed चाहिँ माथि आएको हो के त्यही हो।
र अब AR इन्टु ED गरौँ है त ल, प्लस AR इक्वल्स टु ED इन्टु MR। अब यो भनेको क्रस मल्टिप्लाई भयो के, यो क्रस मल्टिप्लाई भयो, यो ED प्लस 1 यता मल्टिप्लाई गर्दा यस्तो निस्किन्छ है त। अनि त्यसपछिबाट और EDMR माइनस ARED इक्वल्स टु AR हो, यो यताको उता जाँदा साइन चेन्ज भएको मात्रै हो है। और एभरेज रेभिन्यू आयो, इलास्टिसिटी अफ डिमान्ड आयो, दुईटैबाट कमन MR माइनस AR इक्वल्स टु AR। अब इलास्टिसिटी अफ डिमान्ड भनेको नै एभरेज रेभिन्यू बाई मार्जिन रेभिन्यू माइनस एभरेज रेभिन्यू हो। दिस सोज रिलेसनसिप है त, के को रिलेसनसिप, AR को MR को एन्ड इलास्टिसिटी अफ डिमान्डको। आजलाई हामी यति नै गरौँ र अर्कोचोटिदेखि चाहिँ हामी एक्सर्साइजहरू गर्न थाल्छौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।